सो आज चाहिँ हामीसँग छ एक्सपल्स 200 4V Pro यो बाइक चाहिँ कति भयो तपाईले किन्नु भएको मैले यो बाइक किनेको चाहिँ अलमोस्ट 1 इयर जति भयो होला सायद सो फार कति किलोमिटर गुडाउनु भयो सो फार मैले यो बाइक चाहिँ 5000 प्लस किलोमिटर गुडाइसकेँ लङ टुरहरु गइराको देख्छु त्यही पनि यति थोरै किलोमिटर चाहिँ किन सायद मैले 2-3 महिना चाहिँ म बाहिर थिएँ त्यही भएर चलाउन नपाएर हो कि ओके अनि अहिलेसम्म राइड गर्दा सबैभन्दा यो बाइकको सबैभन्दा बेस्ट पार्ट चाहिँ के लाग्यो तपाईलाई यसको सबैभन्दा बेस्ट पार्ट भनेको कम्फर्टेबिलिटी हो र अर्को भनेको यसको सस्पेन्सन ठुलो छ जसको कारणले चाहिँ हल्का अफ रोडमा पनि स्टेबिलिटी दिन्छ ओके त्यो त बेस्ट पार्ट भयो यसको सबैभन्दा वर्स्ट पार्ट चाहिँ के हो त लाइक मैले चाहिँ मुस्ताङ लिएर जाँदाखेरि यसको क्लच प्लेट गएको थियो 1300 प्लस किलोमिटरमै अनि पछि मैले अरू 4V राइडरहरूलाई पनि सोधेँ तर उनीहरूको खासै प्रब्लम चाहिँ आएको छैन अरे लाइक मेरो युनिटमा अथवा यसमा केही समस्या आयो होला सायद ओके अनि यो बाइकको प्राइस रेन्ज चाहिँ कति हो मैले यो बाइक चाहिँ अराउन्ड 5 लाखमा किनेको थिएँ होला सायद यो प्राइस रेन्जमा नेपाली मार्केटमा अरू पनि टन्ने बाइकहरू छन् तर यही बाइक चाहिँ किन त लाइक यसको चाहिँ डुअल पर्पज हुन्छ जस्तै अफिस टु होइन ट्राभल जता पनि यो कम्फर्टेबल हुन्छ त्यही भएर हेर्दा पनि यो बाइक अलि अग्लो नै छ हैन अनि यसको हाइट चाहिँ कति छ त यसको सिट हाइट चाहिँ 891 mm छ र ग्राउन्ड क्लियरेन्स चाहिँ यसको 290 mm छ अनि लाइक बाइकको हाइट त ठुलै छ अनि ट्राफिकमा चलाउँदाखेरि खासै के गाह्रो हुन्छ कि हुँदैन लाइक मेरो हाइट चाहिँ 5'8" जति छ हैन अनि मैले चाहिँ दुईटा खुट्टा बल्ल बल्ल भ्याउँछु मलाई चाहिँ खासै त्यस्तो धेरै प्रब्लम पर्दैन म भन्दा कम हाइट भएकोलाई चाहिँ पर्न सक्छ तैपनि कम हाइट भएकोलाई पनि एकपट्टि खुट्टा टेकेर मजाले गर्न सकिन्छ किनभने यो बाइक अलि लाइट वेट नै छ नि त ओके यो बाइकको माइलेजको कुरा गरौँ न त माइलेज के कस्तो छ यो चाहिँ 200cc ओइल कुल्ड इन्जिन हो हैन यसले चाहिँ रफली अराउन्ड 35 to 40 किलोमिटर पर लिटरको माइलेज चाहिँ दिइरहेछ सो फार आर यु सेटिस्फाइड विथ दिस बाइक अहिलेसम्म चाहिँ यसको पर्फर्मेन्स राम्रै नै छ हैन आई एम भेरी सेटिस्फाइड विथ दिस बाइक